हुन्छ। यहाँहरू सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। यहाँहरू सन्चै आरामै कुशलै हुनुहुन्छ होला भन्ने म आशा गर्दछु। अनि विशेष गरी म बाइबलको मलाई मनपर्ने पदमध्ये एक बाइबलको पद जुनसुकै पनि मनपर्छ, सबै कुरा असल छन्। सबै बाइबलको पद एक सबै असल छन्, तर पनि एउटा मेरो मनभित्री हृदयले छोएको, मेरो मनमा छोएको यो बाइबलको पद यिर्मया 29:11 यहाँ यसरी लेखिएको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु। परमप्रभु भन्नुहुन्छ कि तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। आमेन। हेर्नु त कति असल कुरो लेखिएको छ पवित्र बाइबल, धर्मशास्त्र पवित्र बाइबल अनुसार यो वचनले मेरो मन छुएको छ। साँच्चीकै परमेश्वरले असल योजनाहरू रच्नुहुने